भाउ 81 आकासिन थालेको छ। यसरी टमाटरको भाउ बढ्नाले सर्वसाधारणहरू पनि टमाटर किन्न नसक्ने अवस्थामा पुगेका छन्। यो महँगाइले पनि तनाव पार्ने भयो फेरि। के गर्न लाग्यो? देखेन टमाटर काट्न लाग्यो? काट्दिन टमाटर, नकाट नकाट। यो पागलले के गरेको यो? देखेन र टमाटर काट्न लाग्यो? टमाटर काट। यहाँ टमाटर नहाली त तरकारी मिठो हुन्छ के? तरकारी मिठो हुनुपर्छ। यत्रो महँगो चिज यसलाई त पूजा गरेर राख्नु पर्ने हो, पूजा गरेर। हेर देऊ कि यो तरकारी पकाउनु बेर बस्छ। तरकारी पकाउन यहाँले यस्तो महँगाइको बेलामा मसँग एउटा आइडिया छ के। अब टमाटर महँगो भयो, अब के गर्ने भन्दा ट्याक्क भात तरकारी पकाउने, भात पस्किने अरे भात मुस्ने यसरी हैन। के गर्ने अरे, कसरी मुस्ने अरे भन्न, कसरी मुस्ने? यसरी भात मुस्ने, श्याममा भात खाने, एकचोटि सुँग्ने। आहा हा हा हा, क्या मजा आउँछ, क्या मजा आउँछ, बुझिस्? हेर त, मैले भन्थेँ नि टमाटर यति महँगो भइसक्यो कि हातबाट चोरेर लान लागिसक्यो मान्छेले। के गर्ने त बुढा? म लिएर आएको छु। रोक टमाटर चोर, रोक। छिटो लिएर आऊ, यो तरकारी पकाउनु बेर भइसक्यो। होइन के भयो? मैले क्या खतरा चिज लिएर आएको छु नि। के हो त्यस्तो चिज? हेर चिज, हेर टमाटर। टमाटर जाँदा भित्रको चक्कु लिएर तरकारीले हालेर मजाले खानुपर्छ। जाँदा छिटो जा। यत्रो महँगो चिज खाने कि पूजा गर्ने हो? उनले खाइदिने हो, मजा। ले ले खोइ चक्कुले। टमाटर यति महँगो चिज पनि बाटा भेटिन्छ त। मेरो टमाटर दे। यो कट्टुको होइ चाहिँ क्या भाग्छु। मेरो टमाटर दे भनेको हो। मेरो टमाटर चाहिँ अर्का टमाटरले अझै मेरो टमाटर अरे पोख्न कट्टु तँलाई मैले जानेछु। के भयो र? अनि के भयो र? किन रिसाइस् र? आज के हो थाहा तँलाई? के हो? अन्नमणि कसरी थाहा हुन्छ के हो भनेर? आज मेरो बर्थडे हो। Happy birthday to you. Happy birthday to you. Happy birthday to you, सुप्रिया। आज त पार्टी होला नि त्यसो भए त। अनि खान्छस्? पार्टी चाहियो रे। पहिला गएर अलि महँगो गिफ्ट लिएर आउने, त्यसपछि कुरा गर्ने पार्टीको। यो त नबोल मसित। महँगो चिज भनेपछि के दिने हो त? टमाटर ल्याएर दिनुपर्छ क्या यसलाई गिफ्टमा। महँगो पनि छ अहिले, ल्याएर दिए पनि खुसी पनि हुन्छ। त्यही गर्नु पर्यो। कहाँ खोज्ने होला त टमाटर?